एसीको टेम्प्लेट दिनुस् भनेर मलाई धेरैजनाले भन्नुहुन्छ, तर मैले धेरै पछि अब यो पब्लिश गर्दैछु। मास्टर टेम्प्लेट ए र मास्टर टेम्प्लेट बी भनेर एकदम रिभाइज्ड, एकदम रिफाइन्ड टेम्प्लेट्स हो यो होइन। तर तपाईँले एकदम ध्यानपूर्वक युज गर्नुपर्ने हुन्छ। आफ्नै इक्जाम्पल, टपिक रिलेटेड आर्गुमेन्ट्स राख्नै पर्ने हुन्छ। तपाईँले यदि फिक्स्ड टेम्प्लेट जहाँ चाहिँ मैले केही लेख्नै नपरोस् भन्ने खालको खोज्दै हुनुहुन्छ भने गल्ती गर्दै हुनुहुन्छ है। अब आएर त्यो गल्ती नदोहोऱ्याउनु होला। पहिले चाहिँ थियो फिक्स लेख्ने अनि मजाले 90/90 आउँथ्यो भने अब चाहिँ मान्छेले चेक गर्न थालेदेखि त्यस्तो हुँदैन है। आफै मिलाएर आफ्नै तरिकाले, जस्तै कम्प्युटर्सको बारेमा सोधेको छ भने तपाईँले पक्कै पनि त्यहाँ कम्प्युटर्सको फाइदा, कम्प्युटर्सको बेफाइदा राम्ररी लेख्नुपर्ने हुन्छ है। त्यो पनि आफ्नै ढङ्गले है। कहीँ पनि रटेको, जस्तै च्याट जीपीटीमा लेखेर त्यो रटेर गएर मात्र पनि हुँदैन। यो टेम्प्लेटमा जहाँ जहाँ मैले टपिक भनेर लेखेको छु त्यसमा पनि तपाईँले बारम्बार फेर्नुपर्छ, प्याराफ्रेज गर्नुपर्छ है। जस्तै इक्जाम्पल इन्क्रिज भन्यो भने कहिले राइज भन्ने, कहिले इन्क्रिमेन्ट भन्ने, त्यही चिजलाई चाहिँ नाउन, त्यही चिजलाई एडजेक्टिभ इन्क्रिजिङली भनेर मिलाउने हो कि होइन, त्यसरी चाहिँ गर्न सक्नुपर्छ। अब गर्न आउँदैन भने अहिले चाहिँ तपाईँको पिटी स्कोर ल्याउन पनि गाह्रो हुनसक्छ। त्यही भएर टाउकोसम्म आएर ला अब के गर्ने भन्नुभन्दा पनि सिक्ने हो होइन। अङ्ग्रेजी हो होइन, यो त ल्याङ्ग्वेज हो, जसले पनि सिक्न सक्छ। त्यही भएर अहिले ढिलो नगरिकन बरु मजाले ग्रामर बुकहरू, ग्रामरको होइन के च्याप्टरहरू छ त्यो चाहिँ सिक्नुपर्छ। इभन म एउटा ग्रामरको लिङ्क पनि हालिदिन्छु है। मैले एकदम खतरा लिङ्क भेटाएको छु होइन। त्यो लिङ्कबाट प्र्याक्टिस गर्नु होला। सबै त्यहाँ भएको हरेक चिजहरू प्र्याक्टिस गर्नु होइन, तपाईँको ग्रामर इम्प्रुभ हुन्छ। तर त्यो पनि आफ्नो इच्छाले हो नि त। कसैले पनि मैले लिङ्क दिँदैमा तपाईँको इम्प्रुभ हुन्छ त हुँदैन। त्यसभित्र गएर तपाईँले त्यहाँको एक्सर्साइज गर्नुपर्छ। गरिसकेपछि त्यसको प्याटर्न बुझ्नुपर्छ है। टेम्प्लेट जुनै पनि युज गर्न सक्नुहुन्छ, तर त्यसमा म्याक्सिमम ब्ल्याङ्क हुनु पर्यो, म्याक्सिमम कन्टेन्ट भर्नु पर्यो। एक्जामिनरलाई चाहिँ शङ्कै हुनु भएन कि तपाईँले चाहिँ टेम्प्लेट मेमोराइज गरेको हो भनेर त्यो आफैले लेखेको जस्तो अनुभूति दिनु पर्यो है त। हाम्रो नयाँ ब्याच जहिले पनि मन्डेबाट सुरु हुन्छ, तर दसैँ र तिहारको छुट्टीले गर्दाखेरि अब अलिकति हाम्रो डिफ्रेन्ट टाइमिङ्सहरू हुनसक्छ होइन। छुट्टी त हुन्छ नै दसैँमा। हामी अस्ट्रेलिया बेस भए पनि हामीले दसैँ त मनाउनै पर्यो होइन, नेपाली भएपछि। वेबसाइट त दसैँ तिहार भन्दैन, वेबसाइट त एनी टाइम खुल्ला हुन्छ है। सो milestone.study.com.au मा गएर तपाईँ एनी टाइम प्र्याक्टिस गर्न सक्नुहुन्छ। इभन युटिलाइज गर्नुहोस्। यो दसैँ तिहारमा तपाईँको छुट्टी छ, तपाईँले मिलाउनु भएको छ भने अझ त्यो युटिलाइज गर्नुहोस्। वेबसाइटबाट भरपुर प्र्याक्टिस गर्नुहोस् है। फलो चाहिँ गरिराख्नु, किनभने यसै मात्र होइन, अब म विभिन्न रिडिङको सेक्सन्सहरू, लिसनिङको सेक्सन्सहरू पनि ल्याउँदैछु है। यो अनुहार फेरि देख्नको लागि तपाईँलाई फलो गर्नु पर्यो होइन त। 200K चाहिँ किन नपुगेको हो मेरो थाहै छैन। जहिले पनि 198 पुग्छ अनि त्यसपछि फेरि घटेर 197 पुग्छ। बा जति भिडियो राख्यो भने त्यस्तै हो। किन चाहिँ फलो गर्नुहुन्न के? म चाहिँ खालि हेरिरहेको छु त्यो 200K कहिले पुग्छ भनेर। जब 2000 पुगाउनु पनि मलाई यस्तो गाह्रो भइरहेछ के। जसले अल्छी गरेर फलो गर्नु भएको छैन उहाँहरूले चाहिँ छिटो गरिहाल्नु पर्यो है। मलाई यो दसैँ तिहारको बोनस चाहियो। दिस इज अनुषा। I'll see you in the next video.